हेलो गाइज, के छ जगना सन्चै हेरेर हुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन नै छु भनौँ। अनि लगभग एक हप्ताभन्दा नि बढी भयो भिडियो नहालेको चाहिँ। अब परिरहेको छु कि अबदेखि चाहिँ भिडियोहरू आइरहेको छ। आज चाहिँ मैले मेन स्पेसल किन भिडियो बनाएको भनेदेखि चाहिँ आज चाहिँ म अब यहाँ काठमाडौँदेखि सुर्खेत आफ्नो घरतिर जाँदैछु कि, त्यही भएर चाहिँ अनि भिडियो बनाइरहेको मैले चाहिँ। अनि अहिले चाहिँ म ललितपुरतिर छु आज चाहिँ। अब ड्याडीहरू अनि अङ्कलहरू चाहिँ उहाँ बस पार्कमा हुनुहुन्छ। कहाँको बस पार्क भन्नुपर्दा चाहिँ गङ्गोबु भन्ने बस पार्क हुन्छ त्यहाँ। उता बसहरू सबै त्यहीबाट नै जान्छ कि, पूर्व पश्चिम उत्तर दक्षिण सबै त्यहीबाट नै जाने हुन्छ। अनि म चाहिँ अब त्यही अब आज चाहिँ घर जाने भनेर चाहिँ अब रेडी भएर चाहिँ अब अहिले चाहिँ भन्नुपर्दा कहाँ जाँदैछु भने चाहिँ म चाहिँ अहिले चाहिँ अब कपाल काट्न जाँदैछु म चाहिँ। अनि सो अहिले गाइस फाइनली कपाल सपाल काटेर चाहिँ अब म चाहिँ रुमतिर जाँदैछु होइन। म चाहिँ अहिले रुमतिर जाँदैछु। देख्न सक्नुहुन्छ म चाहिँ अब कपाल सपाल काटिसकेँ होइन। कस्तो देखिरहेको छ कमेन्ट हानिदिनु होइन। अब म चाहिँ कपाल सपाल काटिसकेँ। अब नुहाएर चाहिँ म चाहिँ बस पार्कतिर जान्छु। अहिले चाहिँ अब रुमतिर जाँदैछु होइन। कपाल सपाल त्यस्तै छ। अब रुमतिर जान्छु म चाहिँ। अनि त्यसको चाहिँ सिधै बस पार्कतिर जान्छु। अनि ल हाई गर्यो भाइ हो। कुच्चीहरूले चाहिँ हाइफाई गरिसक्यो होइन। हाँसिरहेको थियो। गाइस म चाहिँ नुहाइगएर अनि कपडा सपडा लगाएर चाहिँ अब म चाहिँ अब बस पार्क जानु लागेको कि मेरो झोला चाहिँ लग्नुपर्ने चाहिँ यही नै हो है। अब कलर सपडा लगाएर अनि अब म चाहिँ अब निस्कि म चाहिँ अब रेडी भएर ब्याग सेट भिडेर टोपी सोपी लगेर बाटोतिर चाहिँ लागिसक्यो होइन। अब चाहिँ हल्का अगाडि गएर चाहिँ बस कुद्नु पर्ने हुन्छ। त्यहाँ चाहिँ बसहरू आउँछ कि, अनि जाने चाहिँ बसमा हो। अब हल्का टाइम लाग्छ। अब ट्याक्क म चाहिँ अब हजुरहरूसँग बसमा बसेर ट्याक्क अब पुगेको देखाउँछु ल। An hour later. सो हेलो गाइज, म चाहिँ बस पार्कसम्म आइसकेको छु होइन। आउनु त अघि आएको हो। अहिले चाहिँ यतातिर अब सबै आफ्नो आफ्नो अब हुन्छ नि जाने ठाउँको अब त्यो चाहिँ हेरिरहेको छ। ठाउँमा चाहिँ आफ्नो गाडी लगाइरहेको छ कोहीले चाहिँ, कसैले चाहिँ लगाएको छैन होइन। मेरो ड्याडीहरू चाहिँ हल्का उता परतिर नै हुनुहुन्छ। अनि म चाहिँ यसो यतातिर घुमाएको। बस पार्क चाहिँ यही नै है यहाँको। अनि यो गाडी नै हो उतै सुर्खेततिर नै जान्छ, कर्णाली आएको भन्ने। अब हाम्रो गाडीहरू चाहिँ अहिले आएको छैन, अहिले पछि ल्याउँछौँ। अहिले चाहिँ अब यिनीहरू आधा आधा आइरहेको छ। यो गाडी नै बवाल छ लुक्स त। अनि हाम्रो गाडी चाहिँ हल्का उता भित्रतिर छ कि, यो चाहिँ अब आज जानेभरि गाडीहरूको भयो। त्यो राख्ने चाहिँ अब पार्किङ चाहिँ आउँछ होइन। गाडीहरू चाहिँ हिँड्छ सबै टन्नै। अब आज जाने गाडीहरू चाहिँ अब अगाडि लाग्छ, अरू चाहिँ सबै यतै पछाडि नै हुन्छ।
बसबाट चाहिँ यही नै हो है। आधा गाडीहरू चाहिँ यता नै छ है। अब कोही चाहिँ अब जाने गाडीहरू चाहिँ निक्लिन्छ, नत्र भने त अब सबै यही नै हुन्छ। सबै आफ्नै मान्छेको गाडी छ जुनमा गयो नि। एउटा चाहिँ यो गाडी है, यो चाहिँ आफ्नै गाडी भयो। अनि एउटा चाहिँ यो पनि हो, यो चाहिँ यो हिल्छ जेटियर भयो होइन, भर्जन 2। अनि त्यो चाहिँ गाडी थुप्रै हुन्छ यस। अनि एउटा चाहिँ यो गाडी भयो, एउटा चाहिँ यो है किङ एयर बस। म चाहिँ अब योमा गयो नि त्योमा गयो नि जुनमा गयो नि हुन्छ है। सो हेलो गाइज, म चाहिँ अब एउटा गाडीको सानो क्लिप चाहिँ लुक्सवाला भिडियो बनाइदिन्छु, त्यो हेर्नु। अनि कस्तो लाग्छ लाइक कमेन्ट गर्नु ल। सो हेलो गाइज, म चाहिँ अब बस्नु चढ्दैछु होइन। म जाँदैछु यहाँनिरको भ्यू चाहिँ यस्तो छ। यो चाहिँ बसभित्र भयो है। यो चाहिँ बस बाहिर है। बसमा बसिरहेको छु है म चाहिँ अहिले। सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चरी जानु छ रुवाउँदै सबको मन सबलाई बिदा दिँदै रुवाउँदै सबको मन साथी भाइ आँसु झर्छन् रुवाउँदै सबको मन के नै छ यो जीवनमा दुःख बाहेक जन आकाश मुनि सपनाहरू बगेको छ हावासँगै सानो सानो यादहरूमा बचपन लुकेको छ झै गुरुबामै छडी कपी कलम हरायो 3 hours later. गुड मर्निङ एभ्रिवान, दिस इज द नेक्स्ट डे। आज चाहिँ अब अर्को दिन भइसक्यो होइन। अब हामी चाहिँ अब अहिले चाहिँ कोलपुर पुग्न लागिसकेका छौँ। यहाँ पानी परिरहेको छ अहिले बाटोमा छौँ अहिले चाहिँ। यहाँ चाहिँ खाजा खाना बसिरहेको छौँ। गाइड चाहिँ यहीमा आएको म हिजो, ड्याडीहरू चाहिँ आउँदै हुनुहुन्छ। अनि यसैमा नि आएको। अब हिजो चाहिँ हल्का हल्का भिडियो बनाएँ होइन। हिजो त मस्तले सुत्दैछु नि यार, एसी चालु गरेर आएको थियो पछाडि सिटमा। अहिले चाहिँ बिहानै अहिले लगभग 5 बजिरहेको छ। बिहानै उठेर अब फ्रेस भइ अब खाजासाजा खाएर चाहिँ घरतिर जान्छौँ होइन। ल हेर्दै राख्नु, अब चाहिँ अगाडिको भिडियोहरू देखाउँदै गर्छु म। ल फ्रेस भएर खाजासाजा खान्छु ल।
सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन सबलाई बिदा दिँदै रुवाउँदै सबको मन साथी भाइ आँसु झर्छन् रुवाउँदै सबको मन के नै छ यो जीवनमा दुःख बाहेक जन आकाश मुनि सपनाहरू बगेको छ हावासँगै सानो सानो यादहरूमा बचपन लुकेको छ झै गुरुबा आमै छडी कपी कलम हरायो स्कुलको कोठैभित्र भेडा बाख्रा गनायो अब त बसै उठ्यो छोडी आफ्नै घर कुखुराको डाकैसँग भागे हाम्रो बाउ लौ सुना 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 लौ सुना सुना है लै लै लौ सुना 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 लौ सुना सुना है सानो सानो बाटोमा हिँड्ने ती दिनहरू माया भरी गाउँको ती मिठो यादहरू झ्यालबाट हेर्दा पनि हिमाल हाँसिदिन्थ्यो बचपनको त्यो संसार सपना जस्तै थियो छडी कपी कलम हरायो स्कुलको कोठैभित्र भेडा बाख्रा गनायो अब त बसै उठ्यो छोडी आफ्नै घर कुखुराको डाकैसँग भागे हाम्रो बाउ लौ सुना 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 लौ सुना सुना है लै लै लौ सुना सुना फाइनली गाइज म चाहिँ घरतिर पुगिसकेँ होइन अनि घरतिर पुगिसकेँ आजको भिडियो चाहिँ यति नै हुन्छ अब घरतिर पुगिसक्यो नयाँ नयाँ कन्टेन्ट नयाँ नयाँ भिडियो आउँछ च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु लाइक गर्नु सेयर गर्नु भिडियो के कस्तो लाग्यो तपाईँलाई कमेन्ट पनि गर्नु यति भन्दै म आजलाई बिदा लिन्छु हस् त जय नेपाल Uma noite convocou, talvez cê tá com bobo. É vapo, vapo no setor, é vapo, vapo do vapor. Vapo, vapo no setor, é vapo.